आफ्नै प्रधानमन्त्री गृहमन्त्री के आज पनि नेकपा एमालेका कार्यकर्ताहरू सडकमा आउनका लागि आतुर छन्। हामीले संयम त अप्नाइरहेका हौं। तपाईहरु यही हिसाबले अगाडि बढ्नुहुन्छ भने भोलिका दिनका आन्दोलन कसरी थेक्नुहुन्छ यो सरकारलाई चुनौती दिन चाहन्छु। दर्शकबिन यो भिड अगाडि बढिसकेको छ। संसद भवन पुरानो संसद भवनतिर यो भिड अगाडि बढिरहेको छ। केपी ओली र रमेश लेखकलाई पक्राउ गरिसके पछाडिको यो दृश्य हो। याद रहोस् यो सिदन गुरुङहरूलाई यो बालेनहरूलाई चेतावनी हो, जे पनि हुन सक्छ। एम्बुलेन्स बोलाइरहेको छैन। प्रहरी मुक्त दर्शकबाट बसिरहेको छ। दर्शक यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। नेकपा एमालेका केपी शर्मा ओलीलाई पक्राउ गरिसके पछाडिको नेपाल नेकपा एमालेका युथ फोर्सदेखि अन्य भोलिन्टियरहरू सडकमा उत्रिएपछि यो दृश्य हो। तपाईँलाई हामीले यो दृश्य देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ केपी शर्मा ओलीलाई पक्राउ गरिसके पछाडि यहाँको जुन दृश्य छ हेर्न सक्नुहुन्छ। प्रहरीले हामी भएको छ। प्रहरीको यो फोर्सले यो युवासँग यो युवा एमालेको युवा जस्तोलाई रोक्न सकेको छैन। हेर्न सक्नुहुन्छ प्रहरी
एकदमै उ भएको छ। यहाँ एमालेका युवाहरू युवा जस्ताहरू अगाडि बढिरहेका छन्। तपाईँलाई हामीले दृश्य देखाइरहेका छौँ, हेर्न सक्नुहुन्छ। प्रहरीले केही गर्न सकिरहेको छैन। तपाईँलाई हामीले दृश्य देखाइरहेका छौँ, दर्शक पनि हेर्न सक्नुहुन्छ। यो बबरमल स्थित हो। यहाँ यो जिल्ला अपोजिटको दृश्य हो, तपाईँलाई हामी देखाइरहेका छौँ, हेर्न सक्नुहुन्छ। यति बेला पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिसके पछाडिको यो दृश्य हो, जुन बालेन सरकार आइसकेपछि सुदन गुरुङ गृहमन्त्री भइसकेको 24 घण्टा नबित्दै जसरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो, त्यस पछाडि सडकमा उत्रिएको यो भिड हो, तपाईँलाई हामीले देखाइरहेका छौँ। नेकपा एमालेका युवा जस्ताहरूले यति बेला सडकमा प्रदर्शन गरिरहेका छन् भने झन्डै हजारौँ भन्दा बढी युवाहरू यति बेला सडकमा उत्रिएका छन्। केपी शर्मा ओलीको पक्राउ गरिसके पछाडिको यो दृश्य हो। अब देश कहाँ गइरहेको छ भन्ने पनि एउटा ठुलो प्रश्न उब्जिएको छ। जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट आएको शक्तिशाली सरकारले यति बेला केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसके पछाडिको यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ, हेर्न सक्नुहुन्छ। युवा नेकपा एमाले निकट युवाहरू यति बेला अगाडि बढिरहेका छन्, संसद भवनतिर अगाडि बढिरहेका छन्, जुन दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। प्रहरीले यति बेलासम्म न लाठीचार्ज गरेको छ, न कुनै उ गरेको छ, तपाईँलाई हामीले देखाइरहेका छौँ, हेर्न सक्नुहुन्छ दर्शकबिन। यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। निकै बाक्लो सङ्ख्यामा प्रहरीहरू उपस्थित छ, तैपनि प्रहरीले केही गरिएको छैन। यो दृश्य हेर्न सक्नुहुन्छ, युवाहरू हेर्न सक्नुहुन्छ। प्रहरी र युवाहरू बिच यहाँ झडपको स्थिति सृजना भएको छ, दर्शकबिन हेर्न सक्नुहुन्छ। नेकपा एमाले निकट युवाहरूले भनिरहेका छन् देश चलाउन कसले सिकाएको हो। दर्शकबिन यहाँ झडपको स्थिति सिर्जना भइसकेको छ। प्रहरी र नेकपा एमाले युवा साथीहरू बिच यति बेला यहाँ झडप भइसकेको छ, हेर्न सक्नुहुन्छ। यो दृश्य तपाईँ हामीले देखाइरहेका छौँ। यहाँ मुठभेडको स्थिति सिर्जना भइरहेको छ, यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ, हेर्न सक्नुहुन्छ। निकै प्रहरीहरू हेर्न सक्नुहुन्छ। यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। यहाँ युवा दस्ताहरू यति बेला सडकमा राखिएका डिभाइडरहरू उचालेर प्रहरीतिर हानेको दृश्य तपाईँलाई हामीले देखाएका छौँ, दर्शक पनि हेर्न सक्नुहुन्छ। चाहन्छौँ हिजो यही दमन ल्यायो, सुमन बनायो, फेरि पनि दमन नगरियोस्, फेरि दमन गरियो भने हामी जबसम्म केपी ओलीलाई रिहाई गरिन्न तबसम्मलाई हामी छोड्नेवाला छैनौँ। यहाँ प्रहरी र नेकपा एमालेका उबीच यहाँ मुठभेडको स्थिति सिर्जना भएको छ, दर्शकबिन हेर्न सक्नुहुन्छ। तपाईँ यो दृश्य हामीले देखाइरहेका छौँ, हेर्न सक्नुहुन्छ। यो भिड संसद भवन अगाडितिर गइरहेको छ, प्रहरीले केही गर्न सकिरहेको छैन, प्रहरी निरीह बनिरहेको छ। 24 घण्टामा केपी ओलीलाई बिहा गर्नुपर्छ बालेन सरकार। दर्शकबिन यो दृश्य पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिसके पछाडिको दृश्य हो। यति बेला स्थिति तनावग्रस्त बनेको छ। बिजुली बजारको यो पुलमा तपाईँलाई यहाँ देख्न सक्नुभएको छ। दर्शकबिन यति बेला प्रहरी निकै बाक्लो सङ्ख्यामा उपस्थित भइरहेको छ। बिजुली बजारको यो पुलमा प्रहरीले डिभाइडर प्रहरी र प्रहरीसँगै सशस्त्र प्रहरी पनि बाक्लो सङ्ख्यामा उपस्थित भइसकेको छ।